दर्शकबिन म चाहिँ सुब्बा देउराली मन्दिर परिसरमा आइपुगेको छु र म प्युठानदेखि चाहिँ आएको हुँ र आज रामनवमीको दिन चाहिँ म सुब्बा देउराली चाहिँ प्रस्थान भइसकेको छु र तपाईहरुलाई भिडियो देखाइरहेको छु र जहाँ आज पनि उस्तै भिडभाड रहेको छ सुब्बा देउराली मन्दिरमा, जहाँ वरिपरि पनि देख्न सक्नुहुन्छ दर्शकबिन है। अनि अब के कस्तो लाग्छ हैन, जस्तो लाग्छ त्यस्तै कमेन्ट र सरसल्लाह सुझाव दिनुहुन विनम्र अनुरोध गरिन्छ। र जहाँ तपाईहरुलाई हामीले देखाइरहेको छौं, अब म भित्र प्रवेश गर्दैछु दर्शकबिन। कस्तो छ त भित्रको माहौल तपाईहरुले हेरेर गर्न सक्छ। भित्र माहौल यस्तो छ कि जहाँ पूजापाठ चलिरहेको छ, म भित्र प्रवेश गरिसकेको छु र जहाँ मैले पनि गर्दैछु है पूजा चाहिँ। अब मैले पनि पूजा गरिसकेको छु र हाम्रो साथीहरुले पनि पूजा गर्दै हुनुहुन्छ र म चाहिँ अब दायाँमा तपाईहरुलाई दृश्यहरु देखाइरहेको छु है। अनि अब सबैजनाले पूजापाठ गरिराख्नु भएको छ हैन। अब म पनि गरिसकेपछि त अब यसो भिडियो गरौँ भनेर भिडियो गराइरहेको छु। र जहाँ सुब्बा देउरालीमा मागेको चिज पुरा हुन्छ भन्ने मान्यता रहेको छ र जहाँ मानिसहरुको त्यही अनुसार भिडभाडहरु पनि रहने गरेको छ। र म चाहिँ त्यहाँ अब फोटो खिच्ने ठाउँमा पनि आइपुगेको छु र सबैजनाले फोटो पनि खिचिसक्नु भएको छ। र तलतिर दृश्य देखाइरहेको छु जहाँ अब मानिसको भिडभाड उस्तै छ र स्वयं अब तपाईहरुलाई यो अर्घाखाँचीको अर्को पुल पनि देखाइरहेको छु, झोलेङ्गे पुल, जुन चाहिँ माथिबाट देख्न सक्नुहुन्छ। हामी चाहिँ माथि गएको छैनौं, तलबाट चाहिँ मैले माथि भिडियो चाहिँ टपमा गराएको